भोकले मरे उकाएर लैजान बाबु धर्मै हुन्थ्यो ए अब म गोठालो बस्नु पर्नी तिमीले त एक दिन मलाई हली बनाउँछौ आमा हली सक्दिन म कसले सक्छ त त्यही भूमिका लगाएर भइहाल्छ नि सबैले काममा कचाएर बिचारीको आर्छाला मात्रै बाँकी छ के गर्छौ त आमा त्यो भूमिकाले गाउँमा राम्रो भूमिका निभाएपछि यसो गर भूमिका उसो गर भूमिका जसो गरे त्यही भूमिका कति सस्तो बाँकी त्यो भूमिका यस्तै हो क्या आमा सबैको प्यारो मान्छे भएपछि के गन्थन गर्नु म गएँ जा मुन्टी त्यही पोट खेले ठाउँमा त जाने होला नि ठीक छ नि ल ल ल छाडा दिन बोला के आयो तिर्की चौका हान ए छक्का 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 हो भाइ ल गार पोट ल भाइ गर्न सकेछ तिर्की हान्नु ए ना हान हान्नु मिल्छ ओए हाने ओए
यसो आउने खोइ एउटा चिया ल्याउनुहोस् त चिनी कम कि कडा जिब्रोमा टक्क लाग्ने गरी ल्याउनुहोस् न के जिब्रोमा टक्क लाग्ने भनेर अब चिनी क्या सन्ते चिनी अब चियामा टक्क चिनी भएन भने त चिया खाएको मजा आउँदैन क्या पछि फेरि सुगर लाग्ला नि लाग्यो सुगर सगर साँच्चै अहिले त्यो भूमिका चाहिँ कहाँ थियो होला खै भूमिका भनेको चिनेको छौ किन होला हजुर भूमिका भनेको मै ए ल ठिक छ त्यसो भने हिँड भूमिकाले बोकेर कहाँ लाँदैछ म सबै गाउँलेलाई भनिदिन्छु मिन्दिदी भूमिकालाई त हेर्दै डर लाग्ने कुण्डाले उठाएर लगेछ नि ला बिचरालाई कहाँ लग्यो होला है त्यसो भए जाउँ न त नि गाउँतिर खबर गर्न दिदी ला यहाँ त चाबी लाग्दो रहेछ त हो त नि जाम अर्को घरमा जाम ला डल्ले कहाँ चाबी लाग्दो जाम चल्दैछ ला यहाँ ठुलो तालचा लागेको छ आज गाउँको मान्छे कहाँ गयो सबैजना आइन्छ हिँड्छ ताला भयो घरमा बस्दै घरको ताला भयो गाह्रो साह्रो पर्दा त कोही भेट्दैन भूमिका 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 छैन अब कहाँ गयो भूमिका 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 काका ए काका ए बाहिर आउनु न झट्ट कहाँ भित्र बसिरह होइन दारी किन च्याठेर कराएको म भूमिकालाई एउटा भुस्तिग्रेले काँदाले जङ्गातिर लरे गाउँभरि व्यापक हल्ला छ के कुराहरू छ भूमिका त अहिले भर्खर यहीँ थियो त कहाँ गयो के कुराहरूले गाउँले सबै खोज्न लागिसक्यो हामी पनि जाउँ के काका हो र ल ढिला नगरौँ जाउँ व्यापक छ बिचारी त्यो भूमिकालाई किन अपहरण गरेका होला कलिला के थाहा कलिला अर्थ केही होइन कलिसली होइन यो आर्थिक मन्दी हो यसले गर्दा सबैलाई गाह्रो पर्छ ए गाह्रो साह्रो केही होइन दाइ जाउँ हिँड्नु खोज्न
ए कस्तो हो के अनि फोटालेर फाल्दिन्छ हुन्छ लिएर आऊ लिएर एकछिन लिएर छोड्न नि भने कस्तो कता हिँडे हो चिडी च्यात्त परेर घुम्न जान लागेको देखिनस् धेरै चुवाक बनेर नहिँडेर नि उहाँ भूमिकालाई त अपहरण गरेर हामी त खोज्न हिँडेको हो र कहाँ थाहा पाएको भए त्यो गुण्डलाई लछरेर लात्ताले हानेर घिसरेर जसरी भयो नि भूमिकालाई लिएर आउँथ्यो नि सबैकी प्यारी राम्री हुन खोज्थे भूमिका आज त गुण्डाको पनि प्यारी भइछ अरूलाई यस्तो आपद विपद परे बेलामा यस्तो भन्न हुँदैन भरे हामीलाई नि पर्न सक्छ के गरेर नबसौँ हो जाम उहाँ भूमिकालाई लिएर गाउँमा कत्रो हाहाकार भइसक्यो शिव किन्या पर्ने कहाँ पुऱ्याएर त मेरो छोरीलाई ल त्यसको केही बिहार गरेको थिएँ मेरो छोरीले ल तँ सब पैसा छ त बिचरा त्यो अनाथलाई ल कहाँ के गरिरहनु कस्तो आपत पर्यो लगो चाहिँ कहाँ होला क्या कहाँ लग्यो काका अब गाउँभरिको सोचेपछि फेरि अब त्यो मूर्ख टोले लगे चाहिँ कहाँ होला कहाँ खोज्ने होला काका अब हेर्दै आउनु फेरि पढ्न पनि कति लगनशील छ जसले जे ओराए पनि सजिलो नै कहिल्यै त्यसको मुखेर आएन आज पनि कसको भकारो सोधेर आइरहेछ कहाँ राखेको भने तलसँग घुमेर आएको बा भन्छ आफ्नो पीडा लुकाएर भए पनि अरूलाई खुसी बाँड्ने त्यो मेरो भूमिकाको के चाहिँ गल्ती छ र त्यसलाई म भेट्नु कहाँ चाहिँ खाएको तैँले काका एक दिशामा अझ खोजौँ होइन आउनु कहाँ चाहिँ लग्यो होला त हुने जति छप्पा खोइसक्यो कहीँ भेटिँदैन अब नातिस काका अब ठाडो पाखानी खोजिहाल्यो अब सल्या वन खोजिहाल्यो अल्या वन सबै खोजिहाल्यो अब एउटा पारी डाँडा छ त्यो पारी डाँडाको टक्क पारी गाउँ खोजौँ भेटिन्छ नातिसको काका त अब अलि आत्तिनु भयो के काका त्यो पारी गाउँ हुँदै उता जाने पारी बना भने कहिले पारी वन जाउँ हो त्यहाँ खोजेको छैन त्यहाँ जाउँ काका अब नातिस असत्य त चड्कोले खाएर मरे नै हुन्थ्यो किन मेरो छोरी अपहरण कस्तो तेरो बाउलाई फोन लगा मेरो भाउ हुनुहुन्न आमालाई लगा आमा पनि हुनुहुन्न दाइलाई लगा दाइलाई दाइ पनि हुनुहुन्न ए त्यसो भने तिमी आकाशबाट झऱ्यो कि पातालबाट निस्क्यौ छिटो भन् यो संसारमा मेरो कोही छैन दण्डकालमा बा आमा दाइ सबैलाई मारिदिए त्यो गाउँबाट भाग्दै म यो गाउँमा आएँ यो गाउँमा आएपछि कोदेबाकोमा आश्रय लिएको छु बा भने पनि आमा भने पनि मेरो उहाँ नै हो यो संसारमा मेरो कोही छैन म अनाथ हो बरु मलाई मारिदिनुहोस् यही फालिदिनुहोस् हेर नानु मेरो पनि त्यस्तै दण्डकालमा मेरो बाआमा मारिदिएको थिए दण्डकालमा के गर्ने म त्यही भएर अनाथ भएँ अनि साथी सङ्गतले गर्दाखेरि यो गुण्डागर्दी सुरु गर्नु थालेको यो हुलिया बनाइदियो मेरो गेटअप यस्तो गर्नु पर्यो म गलत रहेछु तिमीलाई के सोचेर किडन्याप गरे यो ठाउँमा ल्याइ पुऱ्याए सरी नानु